दुश्मन हेरेको हेरे गाई चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ भित्र आइसकेका छौँ एकदमै यहाँ रमाइलो देख्न सक्नुहुन्छ यहाँ एकदमै गर्मी भइरहेको छ बजारबाट हामी सक्नुहुन्छ यहाँभित्र आएर तपाईँहरूले सस्तो कपडाहरू मालसामान लग्न सक्नुहुन्छ सल्लाहको लाएर आजको माहौल चाहिँ डह्रो छ देख्न सक्नुहुन्छ भित्र गएर हेर्नुपर्छ लास्टै टल्किरहेको छ अहिले चाहिँ यहाँ एकदमै भिडभाड पनि डह्रो छ देख्न सक्नुहुन्छ सल्लाहकै यता लिङ्चे पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ रेलगाडी पनि सल्लाहको लाएर यता चाहिँ सरसर बिस्तारै सोलो हेर अहिले चाहिँ दैलेखकै कलाकारहरूको डान्स देख्न सक्नुहुन्छ बवाल भइरहेको छ यहाँ एकदमै टाइम प्रस्तुत गर्नुभएको छ है सल्लाहलाई हेरेर एकचोटि अनि है बोल्छौँला
गर्नुहोस् युट्युबमा गएर टोटल्ली भिडियो हेर्न पाउनुहुनेछ उहाँको स्वागतको लागि यहाँ एकदमै रमाइलो भइरहेको छ यहाँसम्म राम्रोसँग क्लियरसँग देख्न सकिएको छैन अगाडि गएर सबै देखाउने कोसिस गर्नुहुन्छ सबैले युट्युबमा गएर लङ भिडियो हेर्न सक्नुहुन्छ सबैले सब्सक्राइब गर्नुलाई प्लिज भन्न चाहन्छु आजको कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र तपाईँले देखिसक्नु भएको छ र उहाँलाई सम्मान प्रदान गरिसक्नु भएको छ हाम्रो मेलाको आयोजक समितिका संयोजक एवं दैलेख उद्योग फेडरेसनका साथी अध्यक्ष नरेन्द्र एकदमै यहाँ चाहिँ समस्या दिदीको मेरो पारा यस्तै छ तिमीलाई जस्तो देखाथे मेरो जोबान त्यस्तै छ शिरमा शिरबन्दी शिरमा शिरबन्दी मेरो लाई उपहार छड्के गलबन्दी बजार हिँडेको हो बिजुली बालेर हट भएर ब्युटी भएर हामी क्युटी भएर दुश्मन हेरेको हेरे आज माहौल हेर्दा त यस्तो धुलो उड्छ नि यस्तो धुलो उड्ला जस्तो छ है नमस्ते दाइले नमस्ते यताबाट मात्र मैले आवाज सुने यताबाट अलि सुनिनँ के हो गर्मी भइरहेको होला बिचरा है यस्तो गर्मी रहेछ तपाईँको ठाउँमा त नमस्ते फेरि पनि एकदमै खुसी लागेको छ है हजुरहरूको ठाउँमा आउन पाउँदा अनि रमाइलो रहेछ ठाउँ पनि मान्छेहरू पनि राम्रा राम्रा हुँदो रहेछ धेरै खुसी छु मलाई यहाँसम्म बोलाउनु हाम्रा सम्पूर्ण आयोजक टिमलाई थ्याङ्क यू भन्दै अब म धेरै बोल्दिनँ म गीतै गाउने हो है अनि यसो ट्राई गरौँ है त तपाईँहरूले मेरो कुन कुन गीत सुन्नु भएको रहेछ है हुन्छ कञ्चन जस्ती रे कञ्चन खोला झरनाको जस्ती कस्तो मिठो आज तपाईँहरू गाउनुहोस् म नाच्छु हुन्छ तर मेरो डान्स चाहिँ राम्रो छैन मेरो डान्सलाई हेरेर जज चाहिँ नगर्नु होला है प्लिज है खासै राम्रो नाच्दिनँ म गीत गाउन मात्र जन्मेको जस्तो लाग्छ मलाई है तैपनि फेरि अहिले तपाईँहरू नाच्नु भयो भने म पनि पक्कै पनि नाच्नेछु आफूलाई जस्तो आउँछ त्यस्तै है त ल यो गीत सुन्नु भएको रहेछ थाहा पाइसकेँ मैले है अब अर्को ट्राई गरौँ है त नबोली नबोली तिमीसँग एकदम रमाइलो भइरहेको छ देख्न सक्नुहुन्छ सर्लक्क दामी भइरहेको छ कीर्तन दौरा छ
प्लिज सबैले सब्सक्राइब गर्नु। एकदमै आकर्षण आएको छ।